म चाहिँ भोला पण्डितजीकोमै जान्छु किनभनेदेखि अस्तिको पालि एकपल्ट जाँदाखेरि त भोला पण्डितज्यूले जुन चाहिँ चमत्कार गर्नुभएको थियो त्यो हिसाबले त मलाई जानुपर्छ हौ। म जान्छु भोला पण्डितजीकोमै जान्छु। नमस्कार भोला पण्डितजी, तपाईँले मलाई बचाउनुहोस् पण्डितजी। मैले त जे गर्दा पनि मलाई त मान्छेहरूले खालि ठगिदिइहाल्छ, मलाई त जे कुरोमा पनि आदो बनाइहाल्छ। म कसरी दुनियाँमा हिँड्नु, मलाई त जिउनु खानु गाह्रो भइसक्यो। हिजो मात्रैको घटना तपाईँलाई के बताउनु गुरुजी, तपाईँ नै भन्नुहोस् गुरुजी। मैले स्कुटी किने बाटोमा, मलाई एकदम राम्रो भाइमाथि भरोसा थियो भनेर मैले स्कुटी किनेर आउँदा आउँदै मेरो स्कुटी पनि खोजिदियो। देब्रे हातबाट पैसा गयो, दाहिने हातबाट स्कुटी गयो। अब मेरो कोही निवारण छैन, तपाईँ बाहेक तपाईँले नै मेरो रक्षा गर्नुहोस् प्रभु। मेरो त दशा लागेको जस्तो भइरहेको छ, मलाई बचाउनुहोस्। खालि ठगेर म त बर्बाद भइसकिसक्यो। टेन्सन नगरवाला, अब म त्यसको निवारण निकाल्नेछु जरुर। ओहो, त्यो मनुष्य त एकदम ठग पो परेछ। सारा संसारलाई ठग्दै आएर आज तिम्रो पनि फेला परेछ। त्यो ठगले तिमीलाई ठगेछ सायद। त्यसलाई मैले जानेको छु के गर्नुपर्ने कसो गर्नुपर्ने। अब त्यसको पनि मैले सारा संसारदेखिको ठग्दै आएको मान्छेलाई अब यो भोला पण्डितले ठगिन्छ। भोला पण्डितले त्यसले चिने छैन म को हो भनेर। भोला पण्डितलाई चिने छैन। अब त्यसलाई म चिनाउँछु। तिम्रो स्कुटी पैसा रिटर्न हुन्छ र सारा संसारलाई ठगे पैसा पनि त्योबाट मुक्त गराउने म वचन दिन्छु। अब शुभ हे बाबुले। 2 hours later. यस करा आज त मजाले पार्टी गरेर मजाको हात लागेछ। माल पनि ओखाइ पोखाइ छ हो। अनि त खुसी होला भाइ। तिम्रो स्कुटी पनि रिटर्न भयो। बहुत खुसी नै आमा। पैसा मैले पनि पायो। आज पार्टी गरेर केटाहरू मेरो तर्फबाट पार्टी लाखा इन्जोय गर। खाइदिउँ आज। यता खानु जान। यो त अमेरिकन सिगरेट पो रहेछ त। लु चेस केटा हो। यस्तो मजाले चुना हाने नि 30,000 मान्छे हान्थ्यो हो मैले। पार्टी चाहिँ टक्क गर्नुपर्छ। आधी मैले राखेको छु, आधी गरौँ हो। भोलि पनि चाहिन्छ मर्छ त। भोलि चाहिँ के खाने आधी पनि सबै खाएर होइन। ग्रान्ड गरेर त यो के त यसरी सुपर बसेर खाने। कतै जाउँ यसो, गर्मी पनि छ। सासु बोलेर यसो गर्मी छ, यसो खोला नाला जाउँ या त रेसोर्टतिर स्विमिङ गरौँ। त्यस्तै ठिकै भयो होइन। तिमीले पनि अलिअलि काम हान्यो र मेरो जुन हराएको सामान थियो त्यो पनि भेट्यो। दुईजना त ठिकै भयो, ठिकै छ। निरञ्जन बाबु। हजुर बाबा। तिमीहरूको त एकदम अब त यो 2 दिनमा त तिम्रो त करोडपति हुनु लाग्छ तिमी त। बाबा त हेरिसक्यो, तिम्रो पात त हेरिसक्यो। जय हो बोले बाबा कि जय हो। तिम्रोमा आज नीतिको सबै हेर्दैछ ल। यो घरमा के हुन्छ कसो हुन्छ, कसरी करोडपति हुनेछ तिमी। चाँडोभन्दा चाँडो तिमी करोडपति हुनेछ। मैले तिम्रो निधारमा छाती देखिसकेको छु। एकछिन आकाशे काटौँ, बादलले बाटौँ, यो घरमा के छ सबै बक्सिएर नजरी काटौँ। बालक, तिम्रो यो घरमा त मुनि त तेल छ, तेलको खानी छ, तेलको। तेलको खानी छ बालक। तिमी त अब आउने दिनमा 2-3 करोडको मालिक हुनेछ, करोडपति हुनेछ बालक तिमी। तेलको खानी छ, अब तेल निकाल्नुपर्छ बालक तिमीले। हुन्छ गुरुजी, तेल चाहिँ पहिला निकालिहालौँ मलाई। लु आज दिनको खाल्डा खन्ने कि भोलि दिनको खाल्डा खन्ने गुरुजी। मलाई पैसाको धेरै गाह्रो छ। भन्नुहोस् गुरुजी के गर्नुपर्छ मैले। त्यस्तो होइन बालक, तात्दै खाऊ, तेलमन गर्नु हुँदैन। तिमीले यो तेल निकाल्नु लागि 30,000 गमन गर्नुपर्छ बालक। 30,000 रुपियाँ अहिले देऊ। 2 दिनमा तिमी करोडपति हुनेछ। तपाईँको 30,000 म अहिले नै दिनेछु।
त्यसै भए आज हवन गर्नुपर्छ। हवनको लागि तिमी सामग्री ल्याऊ, तेल अछित धुप भएर लिएर आऊ। अहिले तिम्रो यहाँ करोडपति हुने सम्भावना म निकाल्दिन्छु। ए बम बले यस करोड़पति, आपसे मैं करोड़पति हो गया। आपसे मेरा सब सुख खत्म हो गया। लो गुरुजी, लो गुरुजी, हामीलाई करोड़पति बनाइदिहाल्नु। नल्ले बेरोजगार छ, रिश्तेदार हो। भइहाल्छ पालिके तिम्रो सामग्री सबै पुरा भयो, तर यहाँ त तेल त छैन त। तेल छैन? यो के हो यो? यो के हो यो? यो के हो यो? साला ढोङ्गी बाबा, यहाँको तेल देख्दैनस्, तैँले खाटा मुनिको तेल देखिस्। जम्मा आइछ धुत। साला ढोङ्गी, दुबारा तेरो अनुहार यहाँ नदेखा। दुनियाँ मान्छेलाई मैले ठगिरहेको छु।